नेपालका धेरै गाउँहरूमा किसानहरू दिनरात खेतमा पसिना बगाउँछन्। तर आज खेतीमा एउटा यस्तो खतरा फैलिँदैछ जसले बाली मात्र होइन मानव स्वास्थ्य र वातावरणलाई पनि असर गरिरहेको छ। यो कथा हो विषादीको जाल, जहाँ लोभ, अज्ञानता र गलत निर्णयले किसानलाई समस्यातर्फ धकेल्छ। दृश्य 1, हरियो खेत। बिहानको समय हरियो खेतमा रामबहादुर र माया चिन्तित देखिन्छन्। हेर न बहिनी, यसपालि पनि मेरो तरकारीमा सबै किरा लागेर सफा पारिसक्यो। यस्तो यो भने त म यसपालि पनि ऋण तिर्न सक्दैन, चुर्लुममा डुब्ने भए। हो त नि रामबहादुर दाजु, मेरो पनि त्यस्तै छ। जति मेहनत गरे पनि फलै लाग्दैन। त्यही बेला गाउँमा प्रवेश गर्छिन् फुलमाया, चम्किलो बोतल र मिठा शब्द लिएर। नमस्कार गाउँका किसानहरू, के छ समस्या? बाली सप्रिएन? बजारमा नम्बर 1 औषधि आएको छ, यो एक बिर्को हाल्नुहोस्, किराहरू चट। ए हो र दिदी? उनी किसानलाई जादु औषधि बेच्न चाहन्छन्। प्रयोग गरेमा बालीहरू सप्रिन्छ, बजारमा तरकारी टल्किन्छ, पैसा फनफनी कमाइन्छ। ओहो फुलकुमारी दिदी, यसको गन्ध त कडा छ, यसले स्वास्थ्यमा असर त पार्दैन। अरे माया बहिनी, धेरै सोच्यो भने खेती गरेर खान सकिन्न। यस्ता किताबी कुरा छोडिदेऊ, व्यवहारमा त जति कडा र धेरै विषादी हाल्यो त्यति नाफा हुन्छ। ल भाइ, यो छर्किदेऊ, यसलाई मास्क केही चाहिँदैन, सिधै छर्किदिए हुन्छ। ए हो र बहिनी, ल देऊ त 2 बट्टा देऊ त। म पनि आजै औषधि हाल्यो भने त म पनि अरू किसान भन्दा त राम्रो तरकारीहरू बेचिहाल्छु नि बजारमा, देऊ त। त्यसपछि रामबहादुर बिना सुरक्षा विषादी प्रयोग गर्न तयार हुन्छन्। माया बजारमा तरकारी बेच्दैछिन्। तरकारी ताजा र राम्रो देखिन्छ, ग्राहकहरू खुसी छन्। ओहो माया दिदी, आजको तरकारी त कति चम्किलो र ठुला ठुला, एउटा पनि किरा लागेन त। अनि त सीता दिदी, हाम्रो खेतको विशेष तरकारी हो नि यो। नयाँ कडा औषधि लैजानुहोस्, एकदम ताजा छ। केही दिनपछि गाउँमा समस्या सुरु हुन्छ। टाउको दुख्ने, खोकी लाग्ने, आँखा पोल्ने जस्ता लक्षण देखा पर्न थाल्छ। हेर न नानी बहिनी, अस्ति मैले त्यहाँ औषधिमा त्यो कडा खाले, खेतमा कडा खाले औषधि हालेदेखि यस्तै भएको छ। चक्कर लाग्ने, खोकी लाग्ने, श्वास प्रश्वासमा गाह्रो भइरहेछ। हिजो त आज त झन् म त्यहाँ खेतीमा ढलमला जस्तै भयो बहिनी दिउँसो। मैले त अस्ति भनेको दाइ, त्यो फुलकुमारीको कुरा सुनेर जथाभावी औषधि नहाल्नु भनेर। अहिले हेर, पैसाको लोभमा आफ्नो जिउ नै सिल्याउनु हुनुभयो। ल हिँड्नुहोस्, त्यहाँ तल चौतारी लिएर कृषि बैठक हुन लागेको छ, त्यही गएर। अब गाउँको बैठकमा कृषि विद्यार्थी सुमन र अनु साथै स्वास्थ्य कर्मी रिता आउँछन् र उनीहरूले किसानलाई विषादीको वास्तविक असरबारे जानकारी दिन्छन्। नमस्कार अध्यक्षज्यू, सन्चै हुनुहुन्छ? एकदम। आज चाहिँ हाम्रो गाउँमा चाहिँ जनस्वास्थ्य र कृषि विद्यार्थीहरू आउने भएका छन्। अनि धेरै समयदेखि चाहिँ हाम्रो गाउँमा चाहिँ अब यी भाइलाई नै हेर्नुहोस्, धेरै समयदेखि चाहिँ यो विषादीहरूले गर्दा चाहिँ गाउँमा विभिन्न किसिमका रोगहरू निम्तिरहेको छ। त्यही भएर चाहिँ यो आकस्मिक बैठक बसेको हो। अनि रिता बहिनी, अहिले चाहिँ गाउँको माहौल चाहिँ कस्तो छ नि? अध्यक्षज्यू हेर्नुहोस्, अहिले गाउँको अवस्था एकदम दयनीय छ। किनभने रामबहादुर दाई मात्र नभइकन जति पनि उपभोक्ता छन्, जसले यो बालीको खाना खाइरहेका छन्, नत्र किसानहरूलाई पनि एकदमै गाह्रो भइरहेको छ। उहाँहरूलाई पेटको समस्या, छालाको रोग र अरू पनि श्वास प्रश्वासको समस्याले पनि एकदम ग्रसित बनाइरहेको छ। हाम्रो गाउँको अवस्था चाहिँ एकदमै नाजुक भइरहेको छ अध्यक्षज्यू। हो नि अध्यक्षज्यू, यो फुलकुमारीले हाम्रा सोझा किसानलाई प्रतिबन्धित औषधि ल्याएर भिडाउँछ। त्यसपछि फुलकुमारीले पनि आफ्नो कुरा नस्वीकारी झन् उल्टै त्यसैलाई सही तुल्याउन खोज्छिन्। र अब कृषि विद्यार्थी सुमन र अनुले पनि चेतनामूलक कुराहरू प्रस्तुत गर्छन्। किसानहरूले बिना पन्जाको रासायनिक मलको प्रयोग गरेमा यो किसानको लगायत हाम्रो स्वास्थ्यमा पनि असर पर्न जान्छ र त्यही भएर चाहिँ हामीले चाहिँ त्यो विषादीमा टोकिएको समय अवधिसम्म चाहिँ हामीले कुरेर अनि मात्रै त्यसलाई बजारमा लग्नुपर्छ। हो सुमन, अझ खतरनाक कुरा त के छ भने यो विष माटोमा बगेर हाम्रो खानेपानीको मुहासम्म पुग्छ। त्यसैले रासायनिक विषादीलाई छाडेर हामीले जैविक खेती साथै अरू घरेलु
पनि प्रयोग गर्नुपर्छ। अब किसानहरू बिस्तारै आफ्नो गल्ती बुझ्न थाल्छन्। म त उपभोक्तालाई राम्रो तरकारी दिएँ भन्थान्थेँ, तर मैले त आफ्नै गाउँलेको स्वास्थ्यसँग खेलबाड गरेर छु। अबदेखि म यो बिस हाल्दिनँ। हो नि अध्यक्षज्यू, अबदेखि म पनि यस्तो काम यो रासायनिक मलहरू हाल्दिनँ नि। अब योले गर्दाखेरि मेरो घर परिवारदेखि लिएर आफ्नो स्वास्थ्यमा समेत असर पर्यो। अब त म जैविक मलहरूको प्रयोग गरेर उत्पादन राम्रो गर्छु। मलाई पनि माफ गरिदिनुहोस्। म आफ्नो एग्रोभेटमा कडा र प्रतिबन्धित विषादी राख्दिनँ, जैविक सामग्री मात्र राख्नेछु। सबैले आफ्नो गल्ती मानिहाल्नु भयो, त्यही नै सबैभन्दा राम्रो कुरा हो। अबदेखि चाहिँ हाम्रो गाउँमा चाहिँ यस्तो विषादीहरू चाहिँ प्रयोग गर्न प्रतिबन्ध गरौँ। अब हाम्रो स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो, यही नै हो सबैभन्दा राम्रो कुरा, बुझ्ने कुरा। विषादीको जाललाई तोडौँ, प्राङ्गारिक खेतीतर्फ पाइला मोडौँ। अन्तिममा विषादीको गलत प्रयोगले केही समयका लागि फाइदा दिए जस्तो देखिए पनि यसले भविष्यलाई अन्धकार बनाउन सक्छ। सही ज्ञान, सही प्रयोग र सचेतना नै सुरक्षित खेतीको आधार हो।